ला कान छैन भाइ तेरो बुढो भएछ लु 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 हेर न लु लु ल ल ल ल ल ल ल हान्यो भान्जीले गोल लाग्यो ल गुड गुड तेरो काम छैन हिँड्न भयो त अनि सो हे गाइस वेलकम ब्याक माई अनदर न्यू डेली ब्लग तपाईँहरूलाई मेरो अर्को एउटा डेली ब्लगमा फेरि पनि स्वागत छ। आज पनि तपाईँहरूमा सधैँ चाहिँ डेली ब्लग लिएर आइसकेको छौँ। पर क्यामेरामा चाहिँ नौ मलाई हेर्दै हाँस्दैछ केटाहरू। हमें वैसे क्या कला है जो हमको देख के हंस रहे हो तुम लोग? हाँ क्या ढुक दिया क्यों ढुक दिया सभी लेता है था नमस्ते ढुक दिया क्या नमस्ते ढुक दिया हाँ क्या नमस्ते ढुक दिया के भन्छ बहिनी दादाहरू ल हो भाइ नगर्थ्यो बेल्टीले त्यसो गर्नु हुँदैन। कहाँ भएको गुइठेहरू को गुइठे रे तिमीहरू गुइठे कि को गुइठे रिदम गुइठे हो तँ गुइठेहरू त अनि भाइले भनेको तँ गुइठे भन्दैछ त भाइ फेरि तँ गुइठे कि दादा गुइठे म गुइठे होइन तँ गुइठे गुइठे भनेको के हो थाहा छ तँलाई लुदिए त भारी राखौँ त लुदिए त तँलाई त्यहीँ लडाइदिन्छु हानेर लडाइदिन्छु नि म त खतरा खेलाडी हो भाइ यहाँ हेर त गुइठेलाई कुटौँ ल दादा साह्रो फटा भएछ कुटौँ ल दादालाई ल कि नै लगाएपछि अहिले चाहिँ म बारीमा मल फिट्न आएको छु होइन। म चाहिँ अहिले यहाँ मल फिट्दैछु परको दुईवटा ट्याङ फिटिसक्यो अब यहाँ एउटा फिट्नु छ अनि अब पनि मल फिट्नु पर्ने अनि यहाँ रेगुलर फिट्दैछु होइन। अब यो फिटिसकेपछि मतलब यो गरा फिट्ने अनि यो तल्लो गरा फिट्ने अनि यति फिटिसकेपछि चाहिँ लगभग आजको मल फिट्ने कार्यक्रम सकिन्छ बिहानको अनि दिउँसो फेरि हाल रोप्ने होइन। अनि मेरो चाहिँ विगत 2-3 दिन यतादेखि चाहिँ रेगुलरी रूपमा होइन त्यही बिहान उठ्ने खाजा खाने आउने मूल फिट्ने जाने भात खाने आउने आलु रोप्ने होइन आलु रोप्ने फेरि जाने भात खाने सुत्ने त्यस्तै खालको मतलब विशेष कार्यक्रम चाहिँ त्यस्तै खालको मात्रै चलिरहेको छ होइन। अनि बिजोग भइरहेछ बारी खन्दा ढाँड दुखेर होइन। यो आलु रोप्नु बारी खन्नु भन्दा पनि सबैभन्दा अप्ठ्यारो चाहिँ मल बोक्नु हो क्या। मल बोक्दा चाहिँ यति साह्रो हुन्छ लास्टै बिजोग हुन्छ मल बोक्दा चाहिँ। बरु मल बोक्नुभन्दा चाहिँ आलु रोप्नु नै यसरी होइन बारीमा आलु रोप्नु नै उचित हुन्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। तपाईँहरूको विचारमा चाहिँ के लाग्छ आलु रोप्नु अप्ठ्यारो हो कि मल बोक्नु अप्ठ्यारो हो कि बारी खन्नु अप्ठ्यारो होइन। मेरो विचारमा चाहिँ सबैभन्दा अप्ठ्यारो चाहिँ मल बोक्नु हो होइन। त्यही भएर लास्टै गाह्रो लाग्छ मल बोक्नु चाहिँ। के हुँदैछ यहाँ के खेल्दैछ कस्तो भाँडाकुटी के हो भाँडाकुटी भनेको चाहिँ भाँडाकुटी भनेको कस्तो खेल के को यस्तो हिँड घर नजाने माम खानु नखाने माम तँ खाने कहाँ बडी बोकोमा खाइस् माम दिँदैन अरे नि यहाँ त लु अब तिमीहरूलाई यहाँ पनि नदिने हामी पनि नदिने अब यहीँ बस्ला खेल्दै गोकोला म भर भोक लाग्यो भनेर नआउनु नि घर ल 2 बजी मात्रै जाउँ भनेको 2:09 बजी यसले के भने यार तेरि कहाँ तैरा राम्रोसँग सोल्टिङहरू आएको थियो भनेको यार कस्तो मान्छे रहेछ अरे क्या लास्टमा। लगाइज अहिले चाहिँ गाउँको दाइले चाहिँ होइन बिहे गर्नुभएको रहेछ अनि भोलि चाहिँ त्यसको पार्टी दिँदै हुनुहुन्छ भित्र आउनु भएर होइन एकछिन नगर न भोलि चाहिँ त्यसको पार्टी दिँदै हुनुहुन्छ। अनि आज चाहिँ पार्टीको लागि सामानहरू रेडी गर्नु पऱ्यो नि त होइन समाजले अनि त्यही सामानहरू रेडी गर्ने होइन काटकुट गर्ने अनि ठाउँहरू बनाउने भोज दिने ठाउँहरू बनाउने के हुन्छ पार्टी दिने ठाउँहरू बनाउने ठाउँ बनाउनुको लागि चाहिँ जाँदैछौँ हामी चाहिँ गाउँलेहरू है। सो अनि अहिले चाहिँ दिउँसोको 2 बजिसक्यो होइन एकछिन आलु रोपेर चाहिँ जाँदैछु हामी चाहिँ टक्कसँगले सघाउनलाई। नयाँ बेहुली हिजो बिहे गर्ने गरे 81 होइन अघि बिहान आएर चाहिँ के भन्छ इन्भाइट गरेर अनि अहिले चाहिँ फेरि सघाउन जानुपर्ने भएकोले जाँदैछौँ हामी चाहिँ। मान्छेहरू त सबै यहाँ छ त हौ अनि बाफ्रे यिनीहरू त सब यहाँ आएर रहेछ त लु जाउँ न नजाने जाउँ न मलाई नि हान न गयो खतरा छ त खेलाडीहरू कहाँ छ पोल चाहिँ कडा हो खेलाडीहरू ए
लाएन है मान्छेले ल 55 वर्षस 55को खेल हुँदैछ यहाँ कसले जित्ने ए 55 लाई त 55 ले हराइदियो त नि गोल लगाइदियो ला कान छैन भाइ तेरो बुढो भइछ लु 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 हेर न लु कोही लगाएको गोल पछाडि छ मान्छे अगाडि खोज्दैछ ल फेरि गोल लाउँदा 55 ले 55 को खुट्टामा बढिसक्यो 55 ले गोल फेरि पनि लाउन सकेन कोही छिटो ल हान्यो भान्जीले गोल लायो ल गुड तेरो काम छैन घरमा आइपुग्यौँ यही हो सानोमा त यस्तै होला नि भइसक्यो त सानोमा त खुट्टै लामो हुन्छ नि हौ होइन र भाइ हो कि होइन भाइ के हल बनाएर त जोत्नु पर्छ तराईमा चाहिँ जोत्थे होइन यहाँ पहाडमा त जोत्दैन होला खसी काट्ने अब हतियारै झिक्न नि आउँदैन केटाहरूलाई के भन्नु है हालै त सुल्टै हो तर झिक्दा चाहिँ अड्काए जस्तो छ मान्छेहरूले भित्रै खात्नु न अनि हुन्छ भित्रै खात्नु न फेरि जबरजस्ती ननिकाल्नु हौ अहिले आजको खसी यही हो त अन्त खसीले लडाउला है खसीले लडाउँछ होला नि यो मान्छेलाई अलि मजाले पक्रिनु सुँगुरहरू पनि पो रहेछ त यहाँ त को हान्ने चाहिँ मैला राख्नु पर्दैन छिन्छ ल हान्न उता हिँड्न भयो त हान्ने मान्छे 3 जना छौँ डाइनिङ टेबल कुर्सी भाँडाहरू ल्याउन जाँदैछौँ हामी चाहिँ होइन 3 जनाले भए भरको जति समाज घरको सबै ल्याउनु पर्ने सामान बिजोक हुने भयो आज हामी 3 जनाको चाहिँ अरू खसी काट्दैछन् हामी चाहिँ सामान उसार्न जाँदैछौँ तिनी खोल्न आउँदैनन् भनेको जस्तो है ल यो चाहिँ समाजको घर यहाँनिर चाहिँ समाजको सम्पूर्ण सामानहरू राख्ने गर्दछन् यो सबै लगेर जानु भन्छ त केटा हो बाफ्रे कुर्सीमा चाहिँ कतिवटा छ 50-60 100 एउटा छैन डेक चाहिँ के गर्ने हो नि डेक चाहिँ बज्दैन अब के गर्छ नि डेक चाहिँ बनाऊ भनेको सुन्दैनन् यी गाउँका समाजहरूले होइन हो मैले त सबैले यति धेरै सामान चाहिँ मान्छे थोरै छ सामान यत्रो छ के गर्ने हो केटा हो ल है ल अहिले चाहिँ हामीले समाजको सबै सामानहरू सबै ओसारिसक्यौँ अनि मासु काट्ने होइन भोलिको लागि सबै सामानहरू तयारी हुँदैछ अब दोकानदेखि केही अलिकति सामान फेरि मगाउँदैछ र ल्याउनुको लागि होइन अनि त्यो ल्याउनु जाँदैछौँ त्यसपछि आजको काम सकिन्छ लेग पिस मिठा है यहाँ पाक्दैछ अर्को लेग पिस मान्छेहरू अन्तिममा काम सकेपछि चाहिँ होइन खासा पिसा भन्छ नि है